राम मन्दिरको परिसर राम मन्दिरभित्रको वालहरू यो बन्दै थियो। यो अहिले रोका अवस्थामा छ। यहाँको बजेटले नपुग्या हो कि के भएको यो रोका अवस्थामा देखिन्छ। यो काम सुरु भएको लगभग 1 वर्ष हुन लागेको अवधिमा यसरी यो निर्माण हुँदा यसरी रोका भएर यो बेभरिसे अवस्थामा देखिन्छ। अब त्यो माथिको मन्दिर बनिसकेको छ, यो लाइनतिर बनिसकेको छ, यो यहाँतिर भत्किएर बिग्रिने अवस्थातिर छ। यहाँतिर यो ढुङ्गा बालुवाहरू यसरी यतात्यत्र छरिएका छन्। राम मन्दिर भित्रको यो अवस्था अहिले यहाँको केही बजेटहरू भ्रष्टाचार भएको हो कि भन्ने बुझिन्छ। त्यसरी यो काम गर्दा यो अवधि भित्र अहिले यो काम कार्ययोजना बन्द भएको अवस्था देखिन्छ। माथिल्लो मन्दिर यो तयारी अवस्थामा छ। यी सामानहरू लिएर यतात्यत्र छर्ने अवस्था छ। यो लगभग पहिल्यै सम्पन्न काम कार्य हुने ठाउँ पनि अब यो अवस्था भइरहेछ। पहिला पनि मुद्दा कि के भएको कारणले यो ठाउँ बन्न सकेको थिएन। ल हेर्नु होला गाइजहरू